साथीहरु नमस्कार। नायब सुब्बा 2083 मा सोधेका प्रश्नहरु र तिनका उत्तर के थिए हामी यहाँ डिस्कस गर्दै छौं। एकैछिन यो भिडियो हेर्नु होला है। अब एक नम्बरमा लिच्छवी कालमा राजापछि सबैभन्दा प्रभावशाली पद कुन थियो भनेर प्रश्न थियो। यसको सही उत्तर चाहिँ महासामन्त रहेको छ है। 2 मा बच्चालाई जन्मने बित्तिकै कुन खोप दिइन्छ भन्ने प्रश्न सोधेको थियो नासु 2083 मा। 2083 1 महिना 20 गते भएको परीक्षामा यसको सही उत्तर चाहिँ बीसीजी रहेको छ है। त्यस्तै 3 मा सुक्खा बन्दरगाह के हो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर चाहिँ रेल वा सडक मार्फत समुद्री बन्दरगाहसँग जोडिएको आन्तरिक पोर्टलाई चाहिँ सुक्खा बन्दरगाह भनेर बुझिन्छ। त्यस्तै 4 मा सौर्यमण्डल कुन तारापुञ्जमा पर्छ भनेको छ है। यसको सही उत्तर चाहिँ मिल्की वे ग्यालेक्सी अर्थात् आकाशगंगा तारापुञ्जमा पर्दछ सौर्यमण्डल। त्यस्तै 5 नम्बरमा राष्ट्रिय चलचित्र अवार्ड 2082 चाहिँ कुन चलचित्रले प्राप्त गरेको थियो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर साम्बाला रहेको छ है। तपाईहरुले कस्तो गर्नुभयो कमेन्टमा लेख्नु होला। 6 नम्बरमा लुम्बिनी कहिले विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर चाहिँ सन् 1997 रहेको छ। त्यस्तै 7 नम्बरमा मंकी टेम्पल भनेर कुन मन्दिरलाई चिनिन्छ भन्ने प्रश्न रहेको थियो। मंकी टेम्पल भनेर चाहिँ स्वयम्भूनाथ मन्दिरलाई चिनिन्छ। यसको सही उत्तर रहेको थियो स्वयम्भूनाथ। त्यस्तै 8 मा एसिया र युरोप छुट्याउने नहर कुन हो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर चाहिँ सुएज क्यानल रहेको छ। तपाईहरुले के लेख्नुभयो कतिवटा मिल्यो कमेन्ट गर्नु होला। त्यस्तै 9 मा आईपीएल 2025 को फाइनल खेल कुन कुन टिम बीच भएको थियो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर चाहिँ आरसीबी भर्सेस पीबीकेएस रहेको छ अर्थात् पंजाब। र यसको फाइनल खेल चाहिँ आरसीबी ले जितेको थियो है 2025 को। 10 मा एशियन वे केसँग सम्बन्धित छ भन्ने प्रश्न रहेको थियो। यो एशियन देशहरूले अपनाउने एक विशेष कार्यशैली अर्थात् एप्रोच हो जसमा आपसी सम्मान, अहस्तक्षेप अर्थात् नन इन्टरफेरेन्स, त्यस्तै सहमति कन्सेन्सस द्वारा निर्णय गर्ने जस्ता सिद्धान्तहरू समावेश हुन्छन् भन्ने भनिएको छ। एशियन वे भनेको एशियन संगठनले निर्णय लिने र सहकार्य गर्ने आफ्नै शैली हो भनेर भनिएको छ है। त्यस्तै 11 मा पोखरा मुगलिङ सडक खण्ड कुन दात्री निकायको सहयोगमा बनेको हो भन्ने प्रश्न रहेको थियो। यसको सही उत्तर चाहिँ एसियाली विकास बैंक अर्थात् एडीबी यसको सही उत्तर रहेको थियो। 12 मा हिमाल र अवस्थित जिल्ला बीच जोडा मिलाउनुहोस् भन्ने प्रश्न रहेको थियो र यसको सही जोडा चाहिँ गौरीशंकर हिमाल दोलखा जिल्लामा, मकालो हिमाल शंखसभा जिल्लामा, पुमोरी हिमाल सोलुखुम्बु र दोर्जे लाक्पा हिमाल सिन्धुपाल्चोक भन्ने चाहिँ सही जोडा रहेको थियो है। त्यस्तै 13 मा देहायको कुन रोग भाइरसबाट लाग्ने रोग होइन भनेर प्रश्न दिएको थियो र अरु अप्सनहरु चाहिँ भाइरसबाट लाग्ने रोग थिए भने यो कुष्ठ रोग चाहिँ भाइरसबाट लाग्ने रोग होइन, यो चाहिँ सही उत्तर रहेको छ है। 14 मा सन् 2011 देखि 2021 सम्म नेपालको औसत जनसङ्ख्या वृद्धि दर कति हो भनेर प्रश्न दिएको थियो। यसको सही उत्तर चाहिँ 0.92 हो। यो सोधेकै नेपालको जनसङ्ख्या वृद्धि दर कति रहेको छ भनेर सोधेको हो। यो 0.92 है राष्ट्रिय जनगणना 2078 अनुसार। त्यस्तै 15 मा विश्व सम्पदा सूचीमा कतिवटा पुरातात्विक सम्पदाहरू छन् भनेको छ। यसको सही उत्तर 10 रहेको थियो। 16 मा लुगुला र नामजाला भन्ज्याङ कुन कुन जिल्लामा पर्छन् भनेको छ। यसको लुगुला भन्ज्याङ मनाङमा र नामजाला भन्ज्याङ मुगुमा भन्ने चाहिँ सही उत्तर रहेको थियो। त्यस्तै 17 मा मर्केन्टिलिजम केसँग सम्बन्धित छ भन्ने प्रश्न सोधेको थियो। यसको सही उत्तर रहेको छ आर्थिक क्षेत्र है। 18 मा कुन कथन सही छ भनेर कथनहरू दिएको थियो। तीमध्ये सही कथन चाहिँ बाँकी सबै सही थिए भने तीमध्ये दिएको गलत कथन के थियो भन्दा खोप बिरामी भएपछि मात्र दिइन्छ भन्ने कथन चाहिँ गलत थियो, किनकि खोप बिरामी नहुँदा पहिले प्रिकसनको रूपमा पनि दिइन्छ। त्यस्तै 19 मा फिकदर वीरता केसँग सम्बन्धित छ भन्ने प्रश्न रहेको थियो। अब यसको सही उत्तर चाहिँ तपाईहरुले कमेन्टमा लेख्नु होला है र बल्ल तपाईहरुले भिडियो पुरै हेर्दै हुनुहुन्छ भन्ने चाहिँ मैले थाहा पाउँछु। यसको सही उत्तर कमेन्टमा लेख्नु होला र कमेन्टमा राइट आन्सर पछि राख्नेछु। 20 मा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने देश कुन हो भनेर प्रश्न छ। यसको सही उत्तर चाहिँ चीन रहेको थियो। 21 मा प्रथम विश्वयुद्धको अन्त्य गर्ने तर दोस्रो विश्वयुद्धको सुरुवात गर्ने सन्धि कुन हो भनेको छ। यो चाहिँ ट्रिटी अफ भर्सलिज अर्थात् भर्सलिज ट्रिटी चाहिँ प्रथम विश्वयुद्धको अन्त्य गरेको थियो भने द्वितीय विश्वयुद्धको सुरुवात गर्ने सन्धि पनि यही हो। 22 मा कूटनीतिक सम्बन्ध कायम गर्ने देशहरू बीच
जोडा मिलाउनुहोस् भनेको छ, मिति दिएको छ। यसको सही जोडा चाहिँ भारतले 1947 जुन 13 भारत र नेपालको कूटनीतिक सम्बन्ध कायम भएको, श्रीलङ्काको 1957 जुलाई 1, पाकिस्तानको 1960 मार्च 20 र अफगानिस्तानको 1961 जुलाई 1 मा नेपालसँग दौत्य सम्बन्ध कायम भएको थियो। त्यस्तै 23 मा पुस्तक र लेखक बीच सही जोडा मिलाउनुहोस् भन्ने प्रश्न थियो र सही जोडा रहेको छ। आगत भन्ने पुस्तक भवानी भिक्षु लेख्नु भएको थियो। आमाको सपना भन्ने गोपाल प्रसाद रिमाल र उर्वशी सिद्धिचरण श्रेष्ठले है, यो सही जोडा रहेको छ र यसको सही उत्तर चाहिँ उत्तर सबै सही भन्ने रहेको थियो। 24 मा कुन कथन गलत छ भन्ने प्रश्न रहेको थियो। यी मध्ये चाहिँ गलत अप्सन चाहिँ अप्सन सी मा दिएको थियो, नेपालमा शिकार गर्न पाइने 10 भन्दा बढी छन् भन्ने यो अप्सन चाहिँ गलत रहेको थियो। 25 मा जलविद्युत आयोजना र उत्पादन क्षमता बीच सही जोडा मिलाउनुहोस् भन्ने प्रश्नमा सही जोडा चाहिँ फर्पिङको 500 किलोवाट, यो नेपालको पहिलो जलविद्युत आयोजना पनि हो। त्रिशुलीको 24 किलोवाट, कालीगण्डको 144 मेगावाट, देवीघाट 14.1 किलोवाट भनेको छ। यो सही जोडा चाहिँ यहाँ मेगावाट हो है, फर्पिङको चाहिँ 500 किलोवाट हो, अरूको चाहिँ मेगावाट हो र यो सही जोडा रहेको छ। 26 मा सही क्रम मिलाउनुहोस् भनेको सम्राट अशोकको नेपाल भ्रमण, पाल्पा दरबारको निर्माण, दामोदर पाण्डेको हत्या, अलौ पर्व भनेर मितिको आधारमा हामीले सही जोडा मिलाउनु पर्नेछ। यो चाहिँ आई भन्ने चाहिँ सही जोडा रहेछ, जहाँ चाहिँ सम्राट अशोक नेपाल भ्रमण आएको पहिलोमा पर्यो, त्यस्तै दामोदर पाण्डेको हत्या त्यसपछि अलौ पर्व अनि पाल्पा दरबारको निर्माण है। 27 मा नेपालको हिमाली प्रदेशको सामाजिक आर्थिक विकासका लागि मुख्य चुनौती के हो भन्ने प्रश्न थियो। यसको सही उत्तर चाहिँ कठिन भूगोल भन्ने रहेको छ है। त्यस्तै अब आइक्यूतिर अलिअलि याद भएका प्रश्नहरू यहाँ छन्। अब 4 को 269 भए जस्तै 5 को के हुन्छ भन्ने प्रश्न थियो। यसको सही उत्तर चाहिँ 638 आउँछ। अब यो प्याटर्न चाहिँ n को पावर 4 + 13 भन्ने रहेको थियो है। 2 मा ए ले 30 दिन, बी ले 40 दिनमा पुरा गर्छ, ए ले 6 दिनमा काम गर्छ र छोड्छ भने बाँकी काम बी ले कति दिनमा पुरा गर्छ भन्ने छ। यसको सही उत्तर 32 दिन आउँथ्यो। तपाईहरुले कुन निकाल्नुभयो ट्याली गर्नु होला। त्यस्तै 3 नम्बरमा यो औसतवाला प्रश्नको सही उत्तर 45 केजी आउँथ्यो। तपाईहरुले कुन टिक लाउनु भयो। त्यस्तै 4 नम्बरमा व्यापारीले 10% छुट दिन्छ, 27.8% नाफा गर्छ भने क्रय मूल्यमा कति मूल्य वृद्धि गरिराखिएको होला भन्ने प्रश्न थियो। यसको सही उत्तर चाहिँ 42 आउँछ है। त्यस्तै 8 मा यसको सही उत्तर चाहिँ सी आउँछ। यो आकृतिवाला प्रश्नको यिनै याद भएका आधारमा यी प्रश्नहरू थिए। तपाईहरुले कस्तो गर्नुभयो आफ्नो उत्तर कमेन्टमा लेख्नु होला है त। थ्यांक यू।